Hello guys, Mathaburkai Kansa अथवा also known as Amar AK Solta र म आज चाहिँ ब्लगमा आएको छु किनभने धेरैले मलाई पर्सनल मेसेजहरु गर्नुभएको छ किन ब्लगमा आउनु भएन तपाईले भनेर धेरै मेरो साथी दाजुभाइहरुले मलाई भन्नुभएको छ र किनकि म समयको नपुगेको कारण त कन्टेन्ट केही नभएको कारण त्यही भएर हो र आज चाहिँ मैले नयाँ ब्लग लिएर आएको छु मेरो ब्लग चाहिँ आज म साथी दाजुभाइहरुसँग आज खोलामा के गरिन्छ के खाइन्छ कसरी रमाइलो गरिन्छ भनेर म तपाईलाई ब्लगमै देखाउने छु र अन्तिमसम्म ब्लगलाई इन्जोय गरेर साथ दिनु है केटाहरु चाहिँ जाँदै छैन म चाहिँ पछाडिबाट ब्लग बनाउँदै आएको छु सबैले के लिएर आएको के लिएर आएको छ यार खानै सक्दैन जस्तो आज त पेट त फुलाइ जस्तो छ मैले आज हामी कहाँ जाँदैछौँ आज हामी माथि के को लागि चटपट पार्टी पिकनिक हैन चटपट पार्टी ल मनोज कस्तो लाग्छ राम्रो लाग्छ ल अनि भाइलाई शोभा भाइलाई एकदम राम्रो लागेछ अनि आकाश भाइले के लाग्छ त एकदमै राम्रो ल गाइस अब चाहिँ हामी त्यो हैन अन द वेमा हो हाम्रो डेस्टिनेसनमा जाँदै छु र तपाईलाई हामीले के खाइन्छ ल गाइस अब चाहिँ हामी माथिबाट जलङ्गी पुल तार्दै छु र यो जलङ्गी पुल चाहिँ एकदमै डर लाग्दो छ चटपट बनाउनेको मेन चिप टमेटो र प्याज काट्ने भनेको गन्द्रुक महिला र मेरो आमु भाइ रहेको छ र उहाँलाई यति काट्नु भइसकेको छ अझै काट्दै त्यो बाँकी छ र उहाँ आउँदै त्यो चटपट बनाउने तयारीमा छ र एकदमै मेरो मुखबाट पानी आइसक्यो तपाईँको मुखबाट पानी आयो कि आएन आउनै पर्यो अब हाम्रो चटपट चाहिँ बनिसक्यो सबै कर्नेहरू सबै गरिसक्यो र फर्स्टमा चाहिँ के हाल्नु पर्यो भन्दा चाहिँ प्याज टमेटो हाल्नु पर्यो ल हाले है क्या खाम लाग्ने भयो यार है ल सबै हालिन्छ है ल त्यसपछि चाहिँ अझैन नि यसपछि के हाल्नु पर्छ बन्दा पनि हाले है बन्दा पनि हालेको छु त्यसपछि यो के हो होइन सर्पको पिसा हो कस्तो मिठो यार हेर न यस्तो आइटम खान पाएन है आमु ल दोस्रो गीतको प्रस्तुति देखाउने माइला र छिरिङ रहेछ उहाँको गीतको नाम चाहिँ मेरो माया नाउन डाँडा पडी कृपया गीत बजाइदिनु होला तेस्रो गीत चाहिँ
लाउरे दाई अथवा गोर्खे खुरी भन्ने छ गीत गाइदिनु गीत लगाइदिनु होला पहिलो नम्बरमा मन जित्नुमा ल हाम्रो चाहिँ अमर केशरदाको ब्लगमा हो मेरो ब्लग हेर्नु भएको छ मलाई आई होप तपाईँहरूले इन्जोय गर्नुभयो होला र अन्तमा यदि अमर एके सोल्डाको कोही चिन्जान अथवा माया गर्ने मान्छेसँग एउटा लाइक सेयर सब्सक्राइब र मनदेखि एउटा मिठो कमेन्ट गर्न नबिर्सिनु है